हेलो गाइज, गुड मर्निङ, वेलकम टु माई न्यू ब्लग। आज हामी यसो अस्ति साइड हेर्न आएको थियो, त्यो घरमा काम गर्न स्टार्ट भइसकेको छ। तर यहाँको नजारा मलाई एकदम साह्रै नै मन पर्यो क्या। एकदम खेतीबारी चारैतिर एकदम चाट। अझै नै आलु रोपिरहेको छु, अझै नै आलु निस्किरहेको छ यहाँ होइन। आलुहरूको बोट छ, गजब छ क्या। यस्तो चौरमा काम गर्न त रमाइलो, मजा, एकदम रमाइलो हुन्छ। सो फाइनली अब काम चाहिँ स्टार्ट भइसकेको छ। अब 4-5 दिनमा सक्छ यो काम। सो लुक, घर बन्न रेडी भइरहेछ, बाहिरबाट प्लस्तरै भइरहेछ होइन। काम चाहिँ रेडी भइसकेको छ। हाम्रो फल सिलिङको काम सुरुवात भइसकेको छ। हेर्नु, भित्र गएर देखाउँछु म। यो पार्किङमा पनि फल सिलिङ छ है। अनि यो किचन, अनि माथि सुरु भइसकेको छ। यो भर्याङ अझै टाइल मार्बल लागेको छैन। सो फाइनली लिभिङमा पुगिसकेको छु। अब डराममा चढेर लेभल मिलाउँछु। स्टार्ट भइसकेको छ। यो चाहिँ किचन। अनि यो चाहिँ 3टा बेडरुम। यो चाहिँ नि बेडरुम। टपबाट भ्यू देखाउँछु क्या। टपको भ्यू खतरनाक क्या बवाल। हो सो फाइनली कौसीमा आइसकेको छु अब होइन। अब यहाँ गएर माथि गएर फल्यामको भर्याङ चढेर यो पानी टङ्की स्ट्यान्ड, 2टा टङ्की, पानीको 2टा ड्रम राख्ने। यो चाहिँ भ्यू छ, बवाल छ। यो त बवाल लाग्यो मलाई। यस्तो शान्त एरिया मनपर्छ मलाई एकदम। त्यस्तो धेरै बस्ती नै छैन, तर बस्ती चाहिँ बढिरहेछ भर्खरै। लोकेसन चाहिँ ऊ डन बस्को स्कुल ललितपुरमै हो। यो ललितपुर लुबु नपुग्दै। हस् त, थ्याङ्क यू। अर्को ब्लगमा भेटौँला। ल बाई। लाइक एन्ड सेयर एन्ड सब्सक्राइब गरिदिनु ल। हस् त, बाई। लभ यू, थ्याङ्क यू।